हेलो साथीहरु, स्वागत छ नयाँ भिडियोमा। आज चाहिँ मैले एउटा छोटो भिडियो बनाउँदै छु। तपाईहरुलाई कस्तो लाग्ने छ हेर्नु होला। यत्रो ढङ्ग्रे औषधि छ। के गरेर आज मेरो ड्याडी आउँदै हुनुहुन्छ गाइस। सुनको म सुदिन के गर्नु आइहाल्छु। म चाहिँ यो गाजर आफै लगाएको मेकअप चाहिँ आफै गरेको। अब चाहिँ म यो लिप बाम लगाउँछु है, कस्तो देखिन्छ। के लगाएको होला के? यहाँ चाहिँ ड्याडी आउने भएर आज खुसी छिन् होइन? छे नक्कल कति हुन्थे। यहाँ पिङ पिङ हुन्छ, कस्तो दामी छ कि। म त आफै मेकअप गरेको कि, यो गाजर पनि आफै लगाएको कि होला। ड्याडीलाई के बनाउँछ? ड्याडीलाई कार्ड बनाएको छ अनि अहिले चाहिँ म जाँदाखेरि मिस्टी खाएर जाने। यहाँ ड्याडीको प्रतीक्षामा बसी छिन्। के गर्ने, ड्याडीको उहाँ गाडी बिग्रेर तनाव भइराखेछ। यति तनाव भएछ यिनलाई पनि। आज चाहिँ मेरो ड्याडी आउने दिन हो र मैले चाहिँ अङ्कललाई पनि बोलाएको थिएँ, अङ्कल आउनु होला 13 गते चाहिँ ड्याडी आउनुहुन्छ भनेर। फाइनली चाहिँ अङ्कल चाहिँ तल आइसक्नु भएको छ र ड्याडी चाहिँ अहिले आउनु भएको छैन। अहिले अहिले चाहिँ फोन आउँछ अनि त्यसपछि हामी लिन जान्छौँ। र मैले चाहिँ ड्याडीको लागि चाहिँ एउटा गिफ्ट पनि गराएको छु, अर्को गिफ्ट पनि गराएको थिएँ तर त्यो चाहिँ राम्रो नभएर चाहिँ मैले त्यसलाई चाहिँ च्यातेर फालिदिएको छु। र अब चाहिँ रेडी हुन्छ त हाम्रो नभएर अब खुसी हुन्छ नि। अब त म एक्साइटेड हुँदै त म अङ्कललाई देखाउँछु है त। आउनु भएको छैन ओहो, हाम्रो यता अङ्कल चाहिँ आइसक्नु भएको छ। एकदम मुस्कानको साथ आउनुभएको छ। सायद साथीहरू यस्तो मुस्कानको साथ हाम्रो घरमा सबै मुस्कानै आज भइरहेको छ र म पनि एकदमै एक्साइटेड मेन छु। पकाउनु त एकछिन मेरो यो अन्न मुष्टिमा यहाँ दुईजना एकदमै गोरो हुनुहुन्छ, त्यही भएर देखिनु भएको छैन। उहाँ चाहिँ ड्याडीलाई कुरेर बस्नु भएको छ यो अन्नकारमा। गोरु भएको भए देखिन्थ्यो। ए यस्तरी बस्नु भएको छ हेर्नुहोस्। ए अनि साथीहरू अनि फेरि मैले त अहिले फोन आउँछ भनेर म त फेरि पाउडर साउडर लगाएर हातमा फेरि क्रिम स्रिम लगाएको त अहिले पो राति कति 4 बज्न आइसक्यो। आउनु भएन, 15 मिनट लाग्छ। अहिले कहाँ छौ तिमी? अहिले 10 बजे छु। बौलाले बाटोमा झन् डिस्टर्ब गर्थ्यो, हामी मिलेर आइदिएन। अनि यही पनि आउनु सक्छ साथीहरू होइन। म नाच्दा नाच्यौ त नाचन एकदम राम्रो नि, ब्युटिफुल। यति गोरी कि नदेखेर लाइट बाल्नु पऱ्यो। मान्छे धेरै गोरी भयो भने अँध्यारोमा देखिनु रहन्छ नि। होइन देखिन्छ, एउटा कालोमा गोरो छर्ने पनि गोरेको बढी मुखा हुन्छ। गाडी त गयो त। हात अझ पनि बाँच्न आहा, तर यो मुखको कताको के घर गएर फेरि पाउडर लगाएर के गरे हो कि मान्छे यहाँ बाटोमा नाचेर बस्या।
रातभरि सुते आएनन् पोलेर अस्ति यहाँनिर पोलेर छाप छ साथीहरू उहाँ दुईजना चाहिँ यसरी 10 बिघाको चोकमा पर्खेर बस्नु भएको छ। यस्तो छ उहाँहरू बासी भयो। लो के टोटोट पार्नुहुन्छ, गाडी अहिलेसम्म आउँदैन। यस्तो छ अवस्था। 3:30 बजे आउनु भनेर 6 बजे आएर नि कहीँ हुन्छ। के भन्नु पर्यो नि त नि यस्तरी हो यस्तै खोल्यो हैन के यहाँबाट यस्तो सिकाउनु ए च्याट खोल्नु खोल्नै गाह्रो पर्यो भने कहाँबाट च्यात भनेको झन् च्यात्नै पर्यो ल कता हो यो डेन्जर तरिकाले उसले बोल्दैछु नि ड्याडलाई म झिक्न खोजेको यो मात्र यो पनि हो कि यो हो कि नि छोरी हो के त्यहाँ ए ओहो आई लभ यु के बनाएको थिएछ हाम्रो सुमारी थप त्यो छ खोल्नु पर्यो त्यहाँभित्र त्यस्तरी होइन कि हे भगवान् च्यात्नु पर्छ के हो कि यस्तो भाइ यो खोलेको खोलै के बनाएको सुमारी ओ माई गॉड भित्र रहेछ लक उताको लक पनि छ त्यहाँ हेर्नु। My dear dad, I am so lucky to have you in my life. Thank you for playing such an important role in my life. I am grateful for your love, your caring, your guidance, and your time. Dad, you are my hero. Dad. Thanks for everything. Welcome to my family. So, Mari Thapalai. Thank you so much. ए भगवान् त्यो च्यात्ने हैन के यो त भित्र हे त्यसपछि गएर डियर ड्याड हो के हो के लेखेको नानी हो यो want to talk of moments to tell you God bless you. Thank you so much सुमारी थापा एकचोटि पबी खाऊँ त यता आओ थ्याङ्क यू मेरो छोरो सबको त मामला देखाइदिउँ डल्लो ओ डल्लो डल्लोको मेरो एउटा फोटो सेसन ल खै यहाँ यसबाट डल्लोको मेरो फोटो सेसन खै ल खै यता नयाँ कपडा दसैँको नयाँ कपडा पट्टे